यो अराजकतन्त्र लामो समय चल्न सक्दैन। कोही महिलाले केही बोल्यो भने उसलाई बोलाएर प्रहरीले झपाड्छ, असभ्य भाषा र व्यवहार प्रयोग गर्छ र राज्य शक्तिको आडमा उल्टै कागज गराएर मैले जानिनछु भनेर माफी मगाएर कागज गराएर छोड्छ र आफू दुष्कर्मबाट फेरि चोखै रहन कोसिस गर्छ। यो कसैबाट लुकिएको कुरा होइन। यस्ता खालका क्रियाकलापहरू अहिले पनि भइरहेछ। यी पहिले त झन् निर्वाध छँदै थिए, अहिले झन् बढी योजनाबद्ध, पक्षपातपूर्ण, कसैका विरुद्धमा उजुरी हाल्न लाउने र गिरफ्तार गर्ने, मुद्दा चलाउने, कसैका विरुद्ध केही नभए पनि मुद्दा लगाउने, कसैका विरुद्ध जस्तै कुकर्म गरे पनि मुद्दा दर्ता नगर्ने, उजुरी दर्ता नगर्ने, गर्न पर्यो भने कारबाही नगर्ने, त्यस प्रकारका क्रियाकलापहरू राज्यद्वारा भइरहेका छन्।